माइनस को नि हामीले ए हो कि बी गरेको रे साथीहरुले माइनस 5 गर्दै डिल्युसन बी हेर गाइस हाम्रो चाहिँ यहाँ प्र्याक्टिकल गर्न लाग्यो हैन डिस्टेन्स चाहिँ देख्छन् यो माथिकै हो के यस्तो कोलिन छैन अर्कोमा हेरौ न अर्कोमा हेर न त हामी चाहिँ प्र्याक्टिकल गर्ने हो यो चाहिँ इन्क्युबेटरमा यहाँ कसरी यो चाहिँ लगाउनु हामी खाली छ लैदियो त म त जाने यार कुन भयो ल हामी चाहिँ प्र्याक्टिकल गर्दै हैन हिजो चाहिँ मिडिया पनि यहाँ ठ्याक्क पारेछन् सो वी आर गोइङ टु डु द प्र्याक्टिकल द्याट इज प्र्याक्टिकल के भन्दा लेट मी टेल यु प्र्याक्टिकल अल अबाउट टु ग्रो द टु सी द ग्रोथ अफ द ब्याक्टेरिया दिस इज अ मिडिया हैन जस्तै जस्तो चाहिँ उता के कसम बोल्यो नि के नि जस्तो के हो के हो यो सब मैले बनाउने मिडिया यो चाहिँ मैले बनाउने मिडिया हैन जस्तोले यहाँ गर्दैछन् अब हामी चाहिँ यहाँ प्र्याक्टिकल गर्दै हो टक्क लगाएर यो मिडिया हो एकदम स्टरलाइज जोन छ हैन टक्क लगाएर सारे बोल्ला छ के दोस्त जस्तो चाहिँ गर्दा मेरो यार पनि थियो मेरो बाहिर अर्को ब्याक्टेरिया खोज्दै उता हो के रसमेलाई छ नि के फ्रेम एउटामा दुईटा उस छ एउटा यस्तो लाग्यो एउटा यस्तो लाग्यो इन्टरेक्सन हेर्दै म राखे हो दोस्त तिम्रो खोज्दै एउटा तिमीले बनाउ न मैले किन बनाउनु पर्यो र म हेर्छु के गऱ्यौँ न हैन अब हामी चाहिँ ग्रामतिर जान्ला मसु आएर के रे त्यतिबेला जान्ला नि त त्यतिबेला चाहिँ तल जाउँ त ग्राउन्डमा गएर विशाल यहाँ पनि रहेछ हेर्नुहोस् यहाँ पनि गरिदिउँ न म 2 दिन एब्सेन्ट रहेछ यार त्यस्तै यार सब आज हेर्दै तिमी न ल त्यो पिङ्क आउनेसम्म भइरहेको के जस्तै तलमा त्यसमा गरे हल्लाउ न मलाई धेरै पिङ्क रिडिङ त छ होला नि रिडिङमा त कुनमा कतिमा हेर्दै माथि हेर्दै माथि हेर्दै कति भएन क्या पिक भयो हेर्नु जस्तै कति भएन क्या हेर न भयो अघि यहाँ 11 मा थियो साथी यति भइसक्यो भइहाल्यो नि अलि माथि गर्नु यो त पिक भएन के यो त अझै आउँछ रे त्यो गर्नु दोस्त तिमी खोला हालिदिन्छु म मैले आगे दिनु पर्ने त्यो यो त हुँदैन के दोस्त दोस्तिर चाहिँ प्र्याक्टिकल फाइल गर्दै खान हैन 20 पनि हुन्छ त्यहाँ तपाईहरुको एक ड्रप सुरुको कति हो त्यहाँ 11 मा हागे कन्केभ तलको चाहिँ 11 0 11 कति ड्रप के गर्ने ल अब अनि कलर चेन्ज गर्ने अनि फाइन कलर चेन्ज कस्तो कलर आउनु पर्यो फुल्ली पिङ्क आयो भने त्यो नोट गर्ने बन्द गर्ने ल हामी त यहाँ कोलोनी काउन्ट गर्न लाग्यो जसले कोलोनी काउन्ट गर्छन् ब्याक्टेरियाको कन्सन्ट्रेसन चाहिँ कति छ भनेर हामीले टेस्ट आउट एज काउन्टिङ चाहिँ कति रहेछ 5 भएन 6 7 8 9 10 11 यसो गर्ने हो क्या जस्तै जस्तै यस्तो गर्ने हो क्या मैले बुझेँ इन्टु 4 गर्ने भनेर तर त्यस्तो मिल्दैन के उ गरेर यसले यस्तो लाइन यस्तो लाइन जान्ने यस्तो अनि एउटा मात्रै गर्ने अनि त्यही दोस्त हेर नि कति स्पिड छ यतापट्टि लास्ट धेरै छ यतापट्टि होइन केही हुन्न क्या जस्तरी हामीले राम्रोसँग गरौँ न दोस्त नबिर्सन दोस्त ल गर नि त 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 गरि लाइन नान्नै पर्दो रहेछ नि यो अनि यता सुन त किन देखिएन जस्तो यहाँ बाहिर जति नि अनि त्यही देखियो होइन बाहिर नदेखेको साना पनि तिमीले देख्छौ यहाँ पो छैन पो देखिएन हैछ ल अब यहाँ त अब यहाँ गयो नि
यो यसै तान्ने है यसलाई यो है यो सेन्सर हो सेन्सर यो के यो लिड अनि यसलाई यसरी सेन्सर गर्ने अहिले यहाँ चाहिँ यो हामीले यसलाई चाहिँ ट्याच गरेर जिरोमा निकाल्न सकेका छैनौँ है यहाँ निकाल्न सकेका छैन तिमीहरूले जान्न त भने जिरोमा यहाँ ट्याच गरेर गर्ने यो मैले निकाल्न सकेको छैन है अब तिमीहरूले हेऱ्यो चाहिँ 742 छ नि यसलाई चाहिँ पहिला चाहिँ माइनस गर है र तिमीहरूले भएन सक्छौ भने गर गएन रिसेट हो के डबल ट्याप गरेर टक टक भएन नमाथि होइन तल गयो के नि यसलाई नाइस भयो अब भयो है अब यसलाई के गर जस्तै यता हेर बाबु यसलाई छोएँ यहाँ टिक्क बज्छ यहाँ है म छोइदिउँ है त एक 1 आयो हो 1 डिजिट आयो होइन अब त्यस्तै अर्को अब त्यो ठुलोलाई त गरेँ अब सानोलाई तर हामीले यहाँ रिप्रेजेन्ट गर्दा पनि पोइन्ट 2 मै राखिदिन्छौँ आफन्त माथि भयो भने माथिलाई जान्छौँ आफन्त राउन्डिङ गरेर राख्छौँ तपाईँको यो डिजिटल मिटरहरू पनि त्यही हो कि डिजिटल मिटर चाहिँ एक्युरेट हुँदैन त्यसले 0.89 आउने बित्तिकै 0.8 आउने बित्तिकै 500 ल गाइस हाम्रो चाहिँ अब कम्प्युटर क्लास थियो त्यो पनि भइयो वी हेभ नेक्स्ट क्लास द्याट इज अब हाम्रो कुन क्लास हो जस्तै माइक्रो क्लास हुन्छ अब टक्क लगाइदिनुपर्छ होइन खासा नै खायो हामीले पढाउनु भयो त जस्तै जाम कम्प्युटर पढेन मलाई नेटवर्क पढेन त्यत्रो त्यो कम्प्लेक्स कम्प्युटर नेटवर्क हो के जाम हामी पनि गइदिउँ क्या ल अब हामी पनि घर जाँदै अब यहाँ पढाइ नहुने भयो क्या एक पिरियड चाहिँ सरै नआउने भयो ल अब चाहिँ हामी घर जाने एकदमै क्लासतिर गएर धुलोसुलो लिएर ल हामी चाहिँ अब घर जानु लागेको टक्क लगाएर पढाइसकेर भयो होइन जे होस् रमाइलो भयो नि दोस्तीले मलाई कहानी भनेकै जमानाको कहानी दोस्तीको खतरा रहेछ क्या कहानी चाहिँ दोस्ती रुन नि रुयो साँच्चै रुयो ब्रेकअप पनि 3 पटक 4 पटक भयो होला कि त्यस्तै भयो होइन त्यो चाहिँ ट्रु लभ रहेछ कि त्यही हो कि तिम्रो ट्रु लभ